यता फर्काउनु पर्छ है हेर्नै छ हैन नि यता हेर्ने हैन यता तल हेर्ने उनीहरुलाई फेरि जान फेरि यतिकै तपाई यतै अब जानु भिडियो बनाउनु टल्कुरे अहिले कुन सामान चाहिँ 10 पैसामा आउँछ दोकाने नि 10 रुपैयाँ 20 रुपैयाँ भन्नु पर्दैन तपाईहरु त सिरियसली यता क्यामेरामा हैन यता यता हेर्दै गफ गरिरहनु तपाईहरु फोनमा आफै गफ गरिरहनु क्यामेरा घुम्दै घुमाको थियो झन्नैले लाइट हाल्नु पनि हैन जाड वाल्ने र तरकारी वाल्ने हो त्यही त यो धन्नै सोल्टी गिराएन झन्नैले लाइट हाल्नु भयो सुटिङ फेरि तर अर्को उहाँको नाम पनि बनेको छैन नाम पनि मेरो चेन्ज गरेकै छ सानो भाइ गरे हैन मुनि नाम त छ कि मुनि गप्देर तर यस्तो नाम चाहिँ नराख्नु है यार भनेको त एकदम तरकारी बेच्नेहरु के हैन गफ गर्दै तरकारी वाल्ने जाड वाल्ने हो खाइन्छ म चाहिँ याङबेन खान आउनु पर्यो हिरो हिरोइनहरु यहाँ मेरोमा जाड किन्नु आउनुहुन्छ उहाँहरु अहिले याङबेन उहाँहरुकोमा गुन्द्रुक अनि किनेमाको अचारहरु पाउँछ प्रकारको पाउँछ उहाँहरुकोमा आज खाइन्छ दाजुलाई के चाहिँ मिठो लाग्छ मलाई चाहिँ सबसे किनेमा मन परेको कि आज त्यहाँदेखि छैन रहेछ उहाँले अचार ल्याउनु भएको छैन यहाँ त याङबेन र उयो के अरे फिल्डिङे मात्रै छ किनेर त यहाँ छैन उ त्यहाँ जानुस् त्यहाँ पर पाउँछ तपाईको बियर खाने पर जानुस् यहाँ जाड खानुहुन्छ भने जाड खाइन्छ तर गुन्द्रुक होला नि दाजु अघि थियो त साँधेको सोध्नु त गुन्द्रुक मलाई अड्कियो कि अनि किनेमा त सबै छिर्दो रहेछ कि त्यही कारण मलाई यहाँ छैन यहाँ हाम्रोमा फिलिङ्गे गुन्द्रुक याङबेन मात्रै छ अनि जाड खानेले जान्छ बियर पिनेमा खोज्ने मान्छे उ यहाँ जानुस् बियर खाने मुला दोकानमा खाइदैन पनि हिँडे म जानुस् हाम्रोमा छैन हाम्रोमा त याङबेन छ याङबेन मिठो याङबेन जाड पनि कस्तो मिठो छैन अनि गार पनि खतेरा सेकेन्ड भाइ त अनि गुन्द्रुकको अचार चाम्रे हाम्रोमा चाम्रे चाहिँ छैन है भने चाम्रे माग्छन् तोङ्बाहरू चाहिँ पाउनु सक्छ कति मिठो कोदोको जाँड पो छ त है एकदम अलिकति खाने बित्तिकै रिङ्गटा हुने रहेछ एकदम मजा आउने चाखेको रिङ्गटै छोक्रा दाँतमा गलिरहेको जे होस् आज हाम्रो आज पति नालीतिर पस्यो मेलामा गएको चाहिँ आज कतिजना लाग्पा पर्ने हो कुनै म त के पाउँछ याङबेन तोङ्बा फिलिङ्गेको अचार गुन्द्रुकको अचार अनि के पाउँछ अरे दाजु ए दाजु रोटी पनि पाउँछ अरे त मलाई सेलरोटी र किनेमा तोङ्बा एउटा किनेमा पाउँदैन हाम्रोमा फाक्सा पाउँछ किनेमा खाऊ गुन्द्रुक चाहिँ पाउँछ है अमिलो छैन अरे अलि तितो खालको छैन किनेमा पो छैन गुन्द्रुक त तितो खालको छ अरे हुँदैन हो तितो गुन्द्रुक
गुन्द्रुक तितो हुँदैन अमिले कति मिठो अनि उहाँहरूले बनाउँदै त्यो भयो अरे पिरो चाहिँ भन्नुपर्छ। होइन ए दिदी के भएर तितो भयो त तपाईँहरूको गुन्द्रुक होइन हाम्रो त एकदम स्पेसली छ उहाँले अब त्यतिकै होइन स्पेसल हेर्दा त होला कि खाँदाखेरि पुरै तितो होला नि खै के चाहिँ खाएर त्यस्तो नहुनु भने दाजु कहाँ अब उहाँ पनि अब फौजी मान्छे भयो त अब घरदेखि के खाएर म आउनु चाहिँ भएको थियो? मेरो इच्छा नै छ मेलामा चासोकतामा गएर एक तङ्बा एउटा सेल अनि एक प्लेट चाहिँ किनिमाको अचार च्यासै खाने ए विचार दाजु सेल एउटै मात्रै हो एउटै मात्रै मलाई दिएको त मलाई मेरो पुगिहाल्छ दाजुले खोज्नु भएको सेल चाहिँ उहाँले बनाउनु भएको छ अरे उहाँले बनाउनु भएको छ हो दाजु हामीसँग त फाक्सा अनि थी छ है याङबेन छ गुन्द्रुक दाजु चल्छ त नि उहाँले बनाएको उहाँ हेर्नु त पछाडि दाजु उसको त गाई त धुँदैन गाईको अब उहाँले त गाई धुएर रक्सी खान्छ हामी त अब रक्सी बेचेर दुध खान्छौँ गोरु धुन्छ अरे अनि कहाँ हुन्छ ए गोरु धुने मान्छे रहेछ। त्यही गोरु हो र गोरु दुनुहुन्छ सेलरोटी बनाउनु भएको क्या गोरु दुनुहुन्छ उहाँलाई चाहिँ गोरुको दुधको चिया बनाएर दिनु होला चिप्लो